हेलो गाइस अघि भिडियो बनाएको नभरेछ अनि फेरि अहिले बनाउँदैछु गोरी न गोरी बस्छु गाइस पारा दुर्केश थापाको फ्यान हो म अनि लाइक कमेन्ट गरिदिनु होला सब्स्क्राइब पनि गरिदिनु होला एकदम छत्तपत्त अनि इमोज पनि यो चाहिँ ठुलो बाँदरले तलको सानो बाँदरले उहाँ सानो बाँदर घरको हाल अवस्था यस्तै छ लड्ला फेरि मेरो पारा यस्तै छ खै रिमोट कहाँ गयो म चाहिँ चकलेटी बोय फ्यामिलीको चाहिँ बिग फ्यान हो है गाइज के हो नि त्यस्तो गरेको अझै कट्टो भाइको कट्टो लगाएर बसेछ यो नाना कसले किनिदिएको नि कस्तो राम्रो है मम्मीले प्याजले पो धोका दिएको रहेछ सानो भाइ चाहिँ भुइँमा खेलिरहेछ उहाँ चाहिँ सेतो व्हाइट कलरको टी सर्ट लगाउने चाहिँ ठुलो दिदी अनि पछाडि बोक्ने सानो दिदी यो सानो पुन्टे छोरो कता गयो फेरि यो सानो पुन्टे छोरो चाहिँ भाइ आफ्नै पारामा छ उहाँ चाहिँ दिदीले चाहिँ भाइलाई बेसरी माया गर्छ उहाँ दिदीले चाहिँ माया गर्न आउँदैन है भाइलाई भाइ लड्छ भाइ लड्छ के सानो दिदीको कपाल नतान सानो बस यस्तो हुँदा पनि नटोल्ने है बच्चा हामी त
जानु लाग्यो ए यिनीहरू दुईजना हरायो भने हामी त खोज्न जानु लाग्यो यहाँ सेल पकाएर पनि सबै उ गरिसक्यो सो पकाएर पनि कहाँ हराएको खोज्न जानुपर्ने अवस्था आएको ल अब खाने काम चाहिँ गरौँ माइलाले यहाँ सेलरोटीहरू बनाइसक्यो होइन आमा बनाइसक्यो आमा होइन कसको फ्यान दुर्गेश थापाको फ्यान बिग फ्यान हो दुर्गेश थापालाई भेट्यो भने के गर्छौ दुर्गेश थापालाई भेट्यो भने के गर्छौ अनि ह्यान्डसेक गर्छु पारा हो तपाईँसँग भोलि पनि बस्छु गाइज ए हो भोलि पनि भ्लग बनाउने हो यो जान्छु अनि बहिनीले डिस्टर्ब हान्छ कि है ओके बुढो भाइले हान्दिनु भाइको पारा फेरि उहाँ छुट्टै छ उहाँ खै छडा त भाइको घर हो कि त्यो चाहिँ त्यस्तो नगर न सानो बाटो नै बिर्सिन् आची 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 ल टिटिट ल टिटिट सानो अनि यहाँ पनि टिटिट अनि यहाँ पनि गुडिया छ लौ सानो विश्वको सबभन्दा भरपर्दो प्लेटफर्म भेलभेटको बारेमा बताउन जाँदैछ। यसले प्रयोगकर्ता अनुकूल वेबसाइट प्रदान गर्दछ। कोहीले जित्छ भनेर भविष्यवाणी गरेर वा साधारण खेलहरू